हेलो साथीहरू नमस्ते गुड मर्निङ। म बिहान उठेँ, आफ्नो काम सकेँ अनि तातो पानी खाएँ। चित बेबी सुतिरहनु भएको थियो, उसलाई जिस्काउँदै थिएँ म। गुड मर्निङ बेबी, उठ स्कुल जानुपर्छ भनेर उसले के कुरा गर्दै थियो। हिजोको कुरा सम्झिँदै थियो बिहान। मैले वाटरमेलनको जुस खाएको के भन्दै थियो बिहान बिहान। त्यसपछि चिया पाक्यो, चिया खाएँ। मेरो मसँग बिस्कुट खाँदैछ। अन्डा उसको लागि रेडी भयो। उसलाई अन्डा दिँदैछु, खाना बनाउँदैछु। रेडी लुगाहरू ठिक पारिसकेँ। स्कुल नपुर्याइकन केही पनि काम गर्न मिल्दैन, उसले केही काम गर्न दिँदैन। रेडी भयो, खानासाना खाएर मैले खाना खाएको केही पनि भिडियो बनाएन। आजको लुक्स अर्चितको रेडी अनि हिँडेँ स्कुल। कुरा गर्दै बाटोमा के भन्दै 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 हिँड्दैछ ऊ आफ्नो पारामा। फोटो त खिच्न परिहाल्यो होइन। के भन्दैछ एउटा अम्ला अब एउटा अम्लाले दुईटा अम्ला पक्रेर हिँड्ने, दुईटा अम्ला समाउँदै हिँड्दैछ। हेर त ल, यता माथि हेर त। मम्मा मेरो फोटो खिचिदिनु भने उसले पोज गरिरहेछ टु निकालेर। अनि स्कुल जानुलाई गएर रेडी भइसक्यो। स्कुलमा पुऱ्याएर म फर्केँ घर। बाटोमा बिर्सेछु फेरि दुध लिएर आउनलाई, फेरि डेरी गएर दुध लिएर आएँ। घरमा आएर यस्तो छ हालत कोठाको। बच्चा भएको घर यस्तै त हो। दुध बसालेँ अनि एउटामा आलु बसालेँ अनि सोयाबिन आलु अनि मटर, आलु र मटर गोटाको तरकारी बनाएँ। मसला चाहिँ पिनेरै हालेको मनपर्छ, त्यही भएर तरकारी पाकिसक्यो। अनि मैले खाना हालेँ, खाना पनि खाएँ। भाँडा मान्नु छ अनि आज त गलैँचाहरू सबै धुनु थियो कि। आज मेलम्चीको पानी आएको छ नि त, पानीको दुःख चाहिँ छैन, त्यही पनि तल गएर धुँदाखेरि के आनन्द आउँछ नि त पाइपबाट, यहाँ माथि धुनुभन्दा भनेर गरी आज सबै बेडहरूको चेन्ज गर्नु थियो। हप्तामा एकचोटि चाहिँ चेन्ज गर्छु मैले। अनि त्यसपछि तलको पनि धुनुपर्ने, यसरी उचाल्दैछु। उचाल्नै सक्दिनँ कि यो चाहिँ हप्ताको एकचोटि चाहिँ ठ्याक्क चेन्ज गर्ने बेलामा चाहिँ उल्टो पारिदिन्छु। त्यही गर्छु, यो सबै ठ्यामठुम हानेर मिलाउँदैछु बिस्तारा। अनि फाइनल यस्तो भयो कोठा। अनि त्यसपछि अब यो माथि यो बाबु स्कुलबाट आएर सुत्न खोज्छ अनि यो पनि एकजनालाई सुत्नुहुन्छ नि त भने यो पनि मिलाउँदैछु। यो पनि मिलाएपछि कस्तो आनन्द लाग्छ कि सबै कोठा सलक्क मिलाएर बस्दाखेरि चाहिँ। अनि अब खोलहरू आज फ्राइडे हो नि त, सधैँ फ्राइडे चाहिँ चेन्ज गर्छु मैले हप्ताको एकचोटि। अनि यो फोहोर रहेछ, यो सिरानीको फोहोर यस्तै छ। यताको लुगा यता राख्दैछु। सबै यो गलैँचाहरू पनि धुनुपर्ने थियो। बाबुको खानेकुरा त यति धेरै छ कि राख्ने ठाउँ पनि यसरी राखेको छु मैले। जति खानेकुरा भए नपुग्ने सरबर छ घरैभरि। यस्तो भयो बेड अनि लुगा पनि यति धेरै धुनुपर्ने छ। यो गलैँचा चाहिँ तलै लिएर गएर धुनु मन लाग्छ कि पानी आएको बेलामा चाहिँ। धोएँ, लुगा धोएर सकेँ। यो गलैँचा चाहिँ मजाले यसरी पाइपबाट आउँछ पानी, मजाले पखालेर सुकाउनु कस्तो आनन्द लाग्छ नि त। लुगा पनि धोइसकेँ। त्यसपछि माथि गएर बिस्ताराहरू मिलाएँ। त्यो ओढ्ने कुरा मिलाएकै थिएन, ओढ्ने कुराहरू घाममा सुकाएको थियो, मिलाएँ। यस्तो छ काम गर्दा गर्दा दिमाग खराब, पेट दुखिरहेछ आज। अनि एप्पल र बनाना बाबुलाई घाममा राखिदिएको आएर खान्छ भनेर। अनि म हिँडेँ बाबु लिनलाई, घाम पनि कच्चा थियो। पढाइ पनि हुँदैन आजभोलि खासै, डान्स गर्ने मात्रै हो। अनि त्यहाँ जाँदै थियो भाइ स्कुलबाट आएर चाहिँ उसलाई जामिन अर्चितलाई लिन भनेर लिएर हिँडेँ उसलाई। अनि खुसी हुन्छ नि त, उहाँबाट देखिरहेछ, यहाँबाट हेरेर चाहिँ लिनु गएँ। जुत्ता लाउँदैछ, दादालाई देखेपछि ऊ खुसी हुन्छ नि त, कति खुसी भएर आयो। आएन हामी तिनजना के कुरा गर्दैछ। क्यान्डी खाने भन्दै थियो, मैले घरमा ललिपप राखिदिएको छु भनेर लिएर आएँ। कसरी खान्छ उता बाको नाति खोइ घाम कति चढेको, घाममा त हेर्नै सक्दैन कि आँखा। कुरा गर्दै आएँ।
मलाई माया गर नि छोरो अहिले किन यति राम्रो भएर हिँड्नु हिरो भएर हिरो हो तिमी सुपरम्यान हो के हो त बाई बाई आफै खोल न ढोका भनेर भन्दैछु उसलाई उहाँ पकाउँदै ढोका मैले खोलेँ अनि गन 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 गरिरहेछ क्यान्डी खानु पऱ्यो अरे उसलाई खानु हुँदैन बाबु खोकी लाग्छ भनेको मैले ललिपप राखिदिएको छु भने अनि ललिपप पनि त्यहाँ बट्टामा राखिदिएको छु भनेपछि खुसी भयो दिएपछि हेर्न गएको खुसी हुन्छ फेरि कलेक्ट गर्ने ठाउँमा पासेको छ भन्दैछ उहाँ दुखिरहेको छ भनेर भन्दैछ बनाना खाँदैछ सरले म यहाँ चिया बनाउन लाग्छु छु अनि उसको लागि ब्रेड बनाउन लगाएको छु चिया ब्रेड आज चाहिँ अर्कै खाँदा दिनु पर्यो सधैँ लिटोहरू दिँदा दिँदा वाक्क हुन्छ नि त सधैँ त्यही खाँदा खाँदा अनि मैले यो ब्रेड बनाएँ उसलाई यसरी राखेर दिँदैछु नखाने भन्दै थियो फर्स्टमा त अनि पछि एकचोटि उसलाई जबरजस्ती खुवाइदिएपछि चाहिँ खान्छ कि मजाले प्याज मन पर्ने त्यो प्याज त्यो अम्लेटबाट प्याज निकाल्दै प्याज खाँदैछ एम्मी छ भन्दै खाँदै पानी पनि खायो अनि त्यसपछि टिभी हेर्दै मसँग बसिरहेको थियो निन्द्रा लागेछ उसलाई अनि टिभी बन्द गरिदिएको सुत्यो अर्चित अब सुतिरहेको थियो अनि मैले लुगा लिएर आएँ सुकाएको अनि त्यसपछि मलाई सुतिरहेको थियो अनि उठेर हेरेर बसिरहेको छ के भन्दैछ एक्लै जस्तो हाई पनि गर्दैछ निन्द्रै गएन जस्तो छ यसको डोजर चार्ज गर्दै थिएँ अनि डोजर खेलाउँदैछु भुलाउँदैछु उठ्ने बित्तिकै अलिक गन गन गर्छ कि बोलाउँदैछु तिम्रो डोजर चार्ज गरिदिएको छु चल्छ अब भनेर अनि उसलाई बोलाउँदैछु आफै त्यो मेकानिक बन्न खोज्छ आफै निकाल्न खोज्छ नोटबाट नोट निकालेर अब चार्ज गर्ने के भन्दैछ भोलि स्याटरडे अर्चित भोलि कहाँ जाने भन त मुख हेर्नु न मुख भन त बेबी नगर न छोरो बिग्रिन्छ नि नगर ल अझै नि हाई पनि गर्दैछ अझै अनि टिभीमा गीत लगाउँदैछु उसलाई गीत लगाएर बोलाउँदैछु तिम्रो सुन्दर आँखामा ममताको छाया छ देख्ने छन् माया हरिहर हराले जुन त लाग्यो ताराले मन त लाग्यो मायाले त्यो पहाड हेर्दा हेर्दै सरले माया गर नि त कति मजा हुन्छ कि उसँग खेल्नलाई जिस्किनलाई त्यो पहाड हेर्दा हेर्दै सरले जुन त लाग्यो ताराले बाई बाई गर्दै बाई बाई गर्दै नमस्ते गर्दै हाम्रो आमा छोराको भ्लग आजलाई यति नै सबैजनालाई बाई बाई नमस्ते साथ सपोर्ट गरिदिनु होला माया गरिदिनु होला धेरै धेरै बाई बाई